नमस्कार अनि धेरै धेरै स्वागत अभिवादन तपाईँ सम्पूर्ण आफन्तमा कार्यक्रम प्रतिभा मञ्चको यो श्रृङ्खलामा प्राविधिक सहकर्मी गगनसँगै पुनः शर्मा। सामुदायिक रेडियो भिजन एफएम 101.6 हरेक हप्ताको शनिबार बिहान यसै समयमा कार्यक्रम प्रतिभा मञ्च प्रसारण हुन्छ। कार्यक्रम प्रतिभा मञ्चमा कला साहित्य र संस्कृतिलाई माया गर्ने प्रतिभासँग बस्छौँ अनि तिनै प्रतिभाले सिर्जना गरेका मिठा मिठा गीत सङ्गीत तपाईँलाई सुनाउँछौँ अनि रेडियोले तयार पारेका सिर्जना गरेका विज्ञापन पनि सँगसँगै तपाईँलाई सुनाउँछौँ। कार्यक्रम प्रतिभा मञ्च फ्रिक्वेन्सी मोडुलेसनको 101.6 का अलावा तपाईँ इन्टरनेट अनलाइनमा www.vijayfm.org.np लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। आजको बसाइमा दुईजना तन्नेरी युवा प्रतिभासँग हामी बस्नेछौँ। नवलपुरका उदयमान दुईजना गायक मात्र नभनौँ सर्जक भनौँ, दुईजना सर्जक हुनुहुन्छ राजु श्रेष्ठ कुमार थापा। आज उहाँहरूसँग बस्नेछौँ। पछिल्लो गीत बिग्रो देश भर्खरै युट्युब मार्फत आएको छ भनौँ, यतिखेर अब अगाडि जस्तो रिलिज भएको अथवा क्यासेटै आएको भन्ने प्रविधिले अलिकति परिवर्तन गरिदिएको छ र हामीमा रिलिज भएको छ। यो गीतको बारेमा कुराकानी गर्नेछौँ। यो अलावा उहाँहरूले अरू के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि गर्नेछौँ। भने हिजो के थिए भन्ने कुरा पनि सँगसँगै जोड्नु पर्ला, त्यो पनि जोड्नेछौँ। आउनुहोस् कार्यक्रमतर्फ लाग्यो। कार्यक्रममा यहाँ दुवैजना धेरै धेरै स्वागत छ। हजुर धन्यवाद। भाइ यति बेला विजय एफएम 101.6 मेगाहर्ज सुनेर बस्ने तमाम आफन्तमा म राजशेखरको तर्फबाट नमस्कार। हिन्दुमारको तर्फबाट पनि नमस्कार छ सम्पूर्ण हाम्रो आफन्तमा। अब दुईजना गायक, अब गायकी भएर गायक भनेको, तर तपाईँहरू अरू पनि गर्न सक्नुहुन्छ। त्यो भएर मैले अघि कार्यक्रमको ओपनिङको सन्दर्भमा तपाईँलाई सर्जक भने। अब यो गीतको कुराकानी गरौँ। बिग्रियो देश साँच्चै बिग्रेकै हो, कसरी बिग्रियो भन्ने कुरा पत्ता लगाउनु भयो कि? मलाई यो के लाग्छ भने खास यसको परिकल्पना मैले गरेको होइन, परिकल्पना मैले गरेँ अनि ल शब्द गोविन्द विशेषजीले गर्नुभयो है। मैले योभन्दा अघिल्लो बस्ने पनि केही कुरा गरेको थिएँ। आज यसैको विषयमा हामी धेरै कुराकानी गर्दैछौँ। यो मैले 2072 सालमा मैले तिम्रो तस्बिर गीत रेकर्ड गरेँ। त्यसपछि मेरो चाहिँ भनौँ न सोचमा आएको गीत सङ्ग्रह यो चाहिँ, तर ढिलो चाँडो पुरा गरेर त्यो आफ्नो ठाउँमा छ। त्यतिखेर सोचमा आयो, त्यसपछि प्रयास गर्दै गयो। अनि के लाग्छ भने बिग्रिँदैछ भन्ने कुरो अब हामीले यहाँ जुन शब्दहरू राखेको छ, जहाँसम्म लाग्छ जतिले सुन्नु भएको छ राम्रै प्रतिक्रिया नै आएको छ र राम्रै पनि भइरहेको छ। र जतिले सुन्नु भएको छ, जतिले हेर्नु भएको छ र जतिले प्रतिक्रिया दिनुभएको छ, सबै राम्रो छ अहिलेसम्म। कुनै पनि नराम्रो भन्ने छैन। पहिला गीतमा एउटा दुईवटा त अलि अर्कै खालको प्रतिक्रिया आउँथ्यो नि, यसमा चाहिँ त्यो नै छैन क्या, सबै ठिक छ। र अर्को कुरा के भने अब जस्तै हाम्रो देशमा जति पढे पनि जागिर नपाएर तडपेका युवाहरू प्रशस्त भेट्न सकिन्छ अरे बजारमा। त्यो चोक कहाँ जानुपर्छ, क्यारम बोर्ड खेल्दै गरेको पनि भेटिन्छ, हरेक कुरा भेटिन्छ। अनि त्यसपछि आफ्नो देशमा चाहिँ अब आम्दानी स्रोत नभएपछि अनि त्यस्तै गरी जहान परिवार पाल्न दुःख भएपछि र जागिर नपाएपछि विदेश जानुपर्ने समस्या। अनि त्यसपछि अब भूकम्प जान्छ, कहिले बाढी आउँछ, त्यो दुखी पीडित जनताहरू चाहिँ राहत नपाएका कुराहरू। अनि त्यस्तै गरी अब अहिले पनि बन्द हडतालहरू चर्किरहेका छन्, अनि बेला बेला भइरहेका छन्। त्यसलाई भयो समेट्या छ। अनि त्यस्तै गरेर अब हत्या हिंसा बलात्कारी अब तपाईँको निर्मला पन्तको हत्या भएको लगभग 1 वर्षै पुग्यो क्यारे, तर अहिलेसम्म उसको चाहिँ नि 1 वर्ष त पुगेको छैन, पुग्न लाग्यो होइन। अहिलेसम्म त्यो हत्या र पत्ता लागेको छैन। हत्या हिंसा बलात्कारी मौलायो करायो। बुद्ध जन्मेको देशमा शान्ति छैन, न्याय हरायो। बुद्ध जन्मेको देशमा न्याय छैन, शान्ति हरायो। होइन, शान्ति छैन, न्याय हरायो। शान्ति छैन, न्याय हरायो। न्याय हरायो नि त बुद्ध जन्मेको देशमा त शान्ति हुनुपर्ने, शान्त हुनुपर्ने, न्याय नै हरायो क्या, त्यो भयो। अनि त्यस्तै गऱ्यो भने फेरि अब भ्रष्टाचार र घुसखोरीले पारे तिरे मेरी सोझालाई त नियम कानुन पहुँच हुनुलाई फेरि। सोझालाई नियम कानुन हजुर पहुँच हुनुलाई फेरि हामीले धेरै ठाउँ देख्न सकिन्छ। सोझो मान्छेलाई फसाएको पनि धेरै ठाउँमा भेटिन्छ होइन, छ नि त, यो देख्न सकिन्छ। धेरैजनालाई थाहा छ यो कुरा, हामीलाई मात्रै थाहा भएको, हामीले त मात्र त्यही गीतबाट चाहिँ समेट्ने कोसिस मात्रै गरेका हौँ होइन। त्यसैले गर्दाखेरि अझै योभन्दा अरू शब्दहरू पनि जस्तो अब हामी चुनाव आउँछ होइन, अब राम्रो मान्छे चुन्दैन, आफ्नो पार्टीगत जान्छ होइन। त्यही भएर यसलाई चाहिँ कसरी भन्ने छ भने नेता पनि ठिक छैन, यहाँ जनता नि ठिक छैन। चुनाव हुँदा राम्रो मान्छे चुन्न सक्ने होइन। यो चुनाव हुँदा चाहिँ हामीले हाम्रो मान्छे के अरे पार्टीको मान्छे चुन्यौँ, राम्रो मान्छे चुनेनौँ। हामीले त्यो पनि हुनसक्छ नि त। अब हामीले अब कस्तो भने काम गर्ने मान्छेलाई चाहिँ छोडेर आफ्नो भनौँ न अब जो कोही पनि मान्छे कुनै पनि पार्टीमा हुनसक्छ नि त। त्यसले गर्दाखेरि आफ्नो राम्रो मान्छे भन्दा नि आफ्नो पार्टीलाई समाउँदाखेरि चाहिँ कतै बिग्रेको हो कि भन्ने एउटा चाहिँ दर्शाउन खोजेको यो कुरा है। अनि त्यस्तै गरी अर्को चाहिँ अब सुख अनि शान्ति यहाँ भएन कहिले नि, सोझा सादा जनताहरू ठगिने जहिले नि होइन।
किनभने सोझा साधा जनताहरूलाई चाहिँ जहाँ पनि ठगिएको छ, अलिकति टाइफाइ गर्ने मान्छे जहाँ पनि फुत्किएको छ, सोझा साधा चाहिँ जहाँ पनि फसेको छ। अनि यस्तै यही हुन सक्दो, यसरी नै समेटेको। अब त्यो तपाईँले भनेको सुरुवात कुरा गर्छ कि युवाहरूले जागिर पाएन, यो गर्न ऊ गर्न भन्ने कुरा सुरु छ। हजुर, अब युवाहरूले कि यो बिग्रियो देश भन्दा पनि यसरी सपार्नुपर्छ, युवाहरू चाहिँ क्यारम बोर्ड खेल्ने होइन, यसो गर्ने होइन, के छ भने कुनै एउटा उद्यम गर्नु पर्यो, उद्यम के अरे यो उद्यमशीलतातिर लाग्नु पर्यो, कि रोजगारी सिर्जना गर्नु पर्यो, अर्कोलाई रोजगारी दिन सकिन्छ। खालि के अरब मलेसियामा गएर 42-45 डिग्रीमा चाहिँ त्यहाँ प्रशस्त शारीरिक श्रम गर्नेहरू हाम्रै भिरबाखा गर्न सकिन्छ भनेर गीत पनि बनाउन सकिन्थ्यो। त्यस्तो पनि अवस्था छ नि, त्यो पनि जन्मेला, भोलिका दिनमा त्यो पनि जन्मिन सक्छ होइन। आज भर्खर यो भनौँ न देशको बारेमा चाहिँ भर्खर पहिलो पटक चाहिँ यो काम सुरु गरिरहेछ। अब आगामी दिनमा फेरि अब यो गीतले कतिको रुचाउनुहुन्छ होइन, त्यो अनुसारका फेरि अर्को पस्कने छौँ, त्यो त अब नपस्किने भन्ने त अब भनेपछि मान्छेले नराम्रो कुरा चाँडै समात्छन्, त्यो यो गीत हिट भएपछि अरू गीत निकाल्ने भन्ने योजनाबद्ध रूपमा गायो। होइन त्यो होइन, यो गीतलाई नराम्रो भन्दा पनि नराम्रो त कस्तो ल भन्ने कुरा हुन्छ होइन। यो भन्दा पनि हामीले चाहिँ कस्तो हुन्छ भने देशको जुन परिवेश अब अहिले मैले भने त विकृतिलाई चाहिँ अब यो चाहिँ न्यूनीकरण होस् भन्ने एउटा चाहना भएर चाहिँ यो बनाएको हुन त। अब युवाहरूलाई अब देशमै बस्न पर्छ भन्ने पनि अब पछिल्लो दिनमा आउलान्, तर अहिले तत्कालको समयमा चाहिँ हामीले किनभने देशको यथार्थ विषयवस्तु घटनालाई मात्र समेट्यो हामीले, त्यो यहीँ बस्छौँ भने प्रेरित चाहिँ हामीले गर्न सकेनौँ, त्यो आफ्नो ठाउँमा भयो होइन। तर हामी चाहिँ देशको चाहिँ अब यस्तो भयो भन्ने चाहिँ नि फेरि सबै कुरालाई समेट्छु भन्दा कहाँ गीत जस्तो निबन्ध जस्तो पनि हुनसक्छ, भाषण जस्तो पनि हुनसक्छ फेरि। त्यही भएर पनि अब हरेक कुरो सोच्नु पर्ने हुन्छ होइन, त्यसले गर्दाखेरि यत्तिकैमा चाहिँ नि। अब यो गीत धेरैजना गायकले गाउनुभयो, हजुर, कि धेरैजनाले गाउँदाखेरि चाहिँ त्यसको माइलेज अझ धेरै हुन्छ भन्ने हिसाबले धेरैजना गर्नुभयो कि होइन, देशको गीत सबले गाउनुपर्छ भन्नुभयो कि सब साथीले चान्स दिउँ भन्ने हिसाबले भयो कि के कारणले चाहिँ यसमा चाहिँ कस्तो हुन्छ भने हजुरको यो गीत भनेको एउटा देशको लागि गाइएको गीत हो होइन। एक्लैले गाउँदाखेरि हुन त म एक्लैले गाए भए पनि हुन्थ्यो, यसमा कुनै आपत्ति थिएन, तर म एक्लैले गाउँदाखेरि चाहिँ अब एउटा आवाज हुन्थ्यो। अब 7 जना गायक र 2 जना गायक भनेपछि धेरैको आवाज आयो नि त, धेरैको आवाज आउँदाखेरि चाहिँ अलिकति छुट्टै महसुस पनि हुनसक्छ। एउटै आवाजले चाहिँ अब एकचोटि सुनेपछि नसुन्न सक्दैन होइन, छुट्टै आवाज यसको कति बेला पालो आउला यसले के भन्ला नि एउटा महसुस होस् भनेर चाहिँ त्यसरी गरियो, त्यसरी गरिएको। अब कोरससँग आउने बेला चाहिँ अलिक बोल्ड भएर आउँदाखेरि ए साँच्चै हो रहेछ भन्ने पनि प्रभाव पर्ने भयो, त्यो तरिकाले चाहिँ गीत डिजाइन गरियो। हजुर, अब पछिल्लोपल्ट त जस्तो गीत बनाए पनि महँगो छ, किनकि अडियो मात्रै बनाएर भने भिडियो बनाउनु पर्यो। अब भिडियो बनाउनु भनेको आफैमा खर्चिलो कुरा पनि, पैसाको जोर जाम चाहिँ कि अगाडिको गीतहरूको सङ्कलन अलिअलि जम्मा भएको थियो त्यसैलाई प्रयोग गरियो कि ऋण नैतिर लाग्नु पर्यो। अब यस्तो हुन्छ, अब अहिलेसम्म चाहिँ नि भनौँ न त्यस्तो बिग्न ऋणमै चाहिँ फस्न चाहिँ परेको छैन। जेन धरे मरे तरिका चाहिँ दर्शक श्रोताको माया पाउने आशा चाहिँ यहाँ अगाडि बढिरहेको छ र धेरै थोरै पाइएको छ। म किनभने एकदमै धेरै पाउनुपर्छ पनि भन्दिनँ, मेहनत अनुसार पाइएको छ। यस्तो हुन्छ कि कतिपय कुरामा मेहनत आफूले राम्रो मेहनत गरे भनेर नि हुन्न क्या। अब यो हेर्ने मान्छे सुन्ने मान्छेले पनि त रुचाइदिनु पर्यो। हामीले त हाम्रो तर्फबाट 100% राम्रो काम गरेको हुन्छौँ नि त, तर सबैलाई यो मन पर्छ नि त, छैन मन नपर्न सक्छ। के किन मन परेन भनेर सोध्ने कुरा पनि भएन। अब फेरि हामीले फेरि बारम्बार युट्युबमा अब जस्तै कमेन्टमा पनि लेखेका हुन्छ, जस्तै सल्लाह सुझाव प्रतिक्रियाहरू सबै मागेका हुन्छ, तर कतिले चाहिँ अब अहिलेसम्म जति पनि आएको छ कमेन्टहरू अहिले भर्खर हेर्दाखेरि कति 150 कि 200 कति कमेन्ट थियो होइन, समथिङ त्यस्तै जस्तो लाग्छ होइन। त्यतिमा चाहिँ मैले हेर्छु, मैले हरेक दिन कमेन्ट पनि हेर्छु, आउने बित्तिकै हेर्छु र म रिप्लाई पनि गरिभ्याउँछु होइन। किनभने अहिले चाहिँ यो खास भन्नुपर्दा मेरो आफ्नै पर्सनल युट्युब च्यानलबाट चाहिँ पब्लिस गरेको गीत हो होइन। त्यसले गर्दा हेर्दाखेरि अहिले मैले सुरुमा पनि भनिसकेँ अहिलेसम्म हाम्रो नराम्रो भन्ने कमेन्टै छैन। अब यो हाम्रो यो इन्टरभ्यू अर्थात् यो कुराकानी पश्चात आयो भने अलग कुरा, अहिले कुराकानी गरिरहेको अवस्थामा चाहिँ अहिलेसम्म त्यस्तो छ। अब यो कि प्रशस्त कमेन्ट आउँदा त अलिअलि पैसाको जो त अलि धेरै गरौँ जस्तो चाहिँ हुन्छ लागि। कमेन्ट जति बढ्दै जान्छ, लाइक जति बढ्दै जान्छ, के हुन्छ राजा त्यो चाहिँ? यस्तो हो, अब त्यो त कमेन्ट मानवीय संवेदना हो, त्यो त हुन्छ पनि। यस्तो हुन्छ, कमेन्ट धेरै आयो, लाइक धेरै आयो भने के लाग्छ नि, मैले राम्रो काम गरेछु, कमेन्ट राम्रो आयो भने मैले राम्रो काम गरेछु र अलिकति कतिपय ठाउँमा त्यस्तै कमेन्ट आयो भने यसलाई सुधार्न पर्ने रहेछ है भन्नेतर्फ लागिन्छ। अब त्यो तपाईँ राम्रो कमेन्ट आउँदा मक्ख पर्नुहुन्छ कि होइन यो सुधार गर्नुपर्छ भन्ने कुरा आउँदा यसले गीत पुरै सुनेछ, यसले चाहिँ ठिक कमेन्ट दियो भन्ने लाग्छ?
मलाई दुइटै ठिक लाग्छ किनभने अब राम्रो आउँदा नि अब एउटा राम्रै भयो भन्ने हुन्छ र प्रतिक्रियालाई पनि म चाहिँ किनभने नेगेटिभ रूपमा लिन्न क्या किन त्यसले पनि त हामीलाई केही त सुधारी मौका दिएको हो नि त किनभने हामीले दुइटै कमेन्टलाई चाहिँ नि आत्मसात गर्नुपर्छ कि एक्सेप्ट गर्नुपर्छ क्या किनभने राम्रोलाई मात्र लिने नराम्रोलाई चाहिँ फाल्ने भने झन् हामी त जस्ता तस्तै भइन्छ अब मैले विजयमा सोधेँ यस्ता साथीहरू पनि हुनुहुन्छ होला जस्तो राजुले गीत निकालेर चाहिँ नराम्रो के भन्नु गीत सुन्दै नसुन्दै एकदम राम्रो छ राजु बेस्ट अफ लक भन्नेहरूको संख्या कति छ त्यसमा त्यस्तो पनि छ यस्तो है मैले युट्युबमा त्यो त खास गरी प्रतिक्रिया भएन कि मक्क पार्न मात्रै हजुरले भन्नुभएको कुरो एकदम सही हो हैन 100% राइट कुरा हो यो चाहिँ हैन तर अहिले जति पनि युट्युबमा हेर्छु सायद मलाई चिनेको भन्दा पनि नचिनेको मान्छेले धेरै कमेन्ट आइरहेको छ है किनभने चिनेको मान्छे त अब आफै चिनेको भइन्छ चिनेको अब त्यति कमेन्ट चिनेको 8-10 जनाको होला अरु सबै नचिनेको मैले जस नाम नदेखेको फेसबुकमा साथीहरु नि नदेखेकाहरुको चाहिँ नाम छ नाम छ ल अब हिमसँग कुराकानी गर्छौं हिम यो गीतमा तपाईको पनि स्वर छ त्यो अलावा अरु के गरिराख्नु भएको छ अब मेरो अहिलेको अत्यन्तै म मेरो आदरणीय सांगीतिक गुरुहरु भन्न चाहन्छु म आदरणीय लोकप्रिय गायक राजु श्रेष्ठ दाइ एउटा हाम्रो चाहिँ मलाई यो सांगीतिक फिल्डमा ल्याउनु भएकै दाइले हो हैन मलाई यो क्षेत्रमा ल्याउनु भएकै दाइसँग सहकार्य गर्ने एउटा मेरो सपना सदैव रहिरहन्छ यो मात्रै हैन यो भन्दा अगाडि पनि भएकै हो स्पेशली दाइ एउटा यो गीतको परिकल्पनाकार पनि हुनुहुन्छ दाइ स्पेशली गोविन्द दाइ बिसी दाइ हुनुहुन्छ उहाँले अत्यन्तै राम्रो लागि शब्द बनाउनु भयो त्यसपछि यस्तो खालको गीत बनेछ भाइ गरम भन्ने टाइपको त्यो मलाई उहाँहरूले रिक्वेस्ट गर्नुभयो त्यसपछि ठिक छ अब कति माया पिरतीको गीतहरू हैन कति त्यो गीतहरू मात्रै कति गाउने हामी एउटा राष्ट्रको कलाकार हो हैन त्यो आफ्नो देशको लागि पनि के गरौँ के गाउँ भन्ने हिसाबले गरेको कि जस एकदम राम्रो भइरहेछ त्यो बाहेक अरु कुनै गीत गर्दै गरिराख्नु भएको छ जस्तो यो बिग्रियो त्यस्तो भइहाल्यो यो बिग्रियो त्यस्तो तपाईहरुको पुरानो प्रोजेक्ट हो मलाई लाग्छ 2-3 वर्षमा तपाईले कम्प्लिट गर्नुभयो कहिले रेकर्डिङको बाँकी काम कहिले चाहिँ तपाई भिडियो सुटिङ गरेपछि बाहिर ल्याउने भनेर पनि लामो समय लगाउनु भयो तपाईहरुले तयारी लामो गर्नुभयो तयारीपछि पनि विविध कारणले गर्दाखेरि यो आउन ढिलो भयो यो बाहेक यो अलावा केही रेकर्ड गर्ने अथवा एरेन्जको पक्षमा अथवा अरु कसैका गीत अथवा आफ्नै गीत बनाउँदै हुनुहुन्छ कि के छ हजुर मेरो पछिल्लो समय मैले गाउनको साथसाथै मैले क्रिएसन सङ्गीतहरू क्रिएसन पनि गरिरहेको हुन्छ विशेष गरेर मलाई एउटा लोक सङ्गीत क्षेत्रमा अलिकति एक खुड्किलो माथि चढाइदिएको गीत बल्ल तल्ल भेटको दिन आउन माना जस्तो एकछिन सो गीत बजारमा आएपछि चाहिँ कतिपयले सर मलाई त्यसै टाइपको गीतहरू बनाइदिनु भनिरहेको हुन्छ होइन कतिपयले रिक्वेस्ट गरिराख्नुहुन्छ अब मेरो आफ्नै प्रोजेक्ट आफ्नो एल्बम अब दुःख नामको एउटा एल्बम आउँदैछ मेरो पर्सनल्ली एल्बम चाहिँ होइन भने मेरो आफ्नो कम्पोजमा चाहिँ अब धेरै गीतहरू अब आउने तयारीमा चाहिँ छ धेरै गीतहरू भनेपछि के त्यसको एरेन्ज भइसक्यो अथवा रेकर्डिङको काम भयो अथवा भिडियो बन्दैछ के हुँदैछ त तपाईको गीतमा अरूको स्वर हो तपाईको मेरो कम्पोज मेरो कसले गाउँदै हुनुहुन्छ कस्तो गीत छ त्यो पनि भन्नुस् न हामीलाई एउटा सालेजो हाम्रो सांस्कृतिक हाम्रो टिपिकल सङ सालेजो गीत दुबईमा हुनुहुन्छ हिरा थापा मेरो साथी हुनुहुन्छ सुन्दर चौका धानी त्यसपछि शर्मिला गुरुङ दिदी वरिष्ठ सालेजो गीत अब त्यो आउँदैछ अनि त्यसपछि सालाइजोको कुरा गरेपछि मलाई एकदम मनपर्ने गीत हो कि सालाइजो त्यो सालाइजो के एरेन्ज भ्याउनु हो अथवा रेकर्डै गर्नु हो त्यो रेकर्डिङ सक्यो त्यो चाहिँ भिडियो बन्ने क्रम छ अब भिडियो बनेपछि बल्ल हामीले सुनाउनुहुन्छ हो हुन त रेकर्ड भइसकेको छ केही समस्या भएन किनभने रेकर्डिङ हुनुभन्दा अगाडि पाइसकेको कुराले गर्दाखेरि म चाहिँ यी रेकर्ड नभएको गीतहरू चाहिँ लय सुनाउँदैन कि रेडियोबाट अनेर गर्दैन त्यो चाहिँ शर्मिला गुरुङ र हिरा थापाको स्वरमा चाहिँ तपाईले लेखेको सालाइजो लय शब्दको सालाइजो रेकर्ड भइसकेको छ हजुर यो बाहेक अरु एउटा हाम्रो सम्झना लामिछाने दिदी जो मलाई गीत सङ्गीत क्षेत्रमा अगाडि बढ्नको लागि धेरै साथ सपोर्ट हिट गीत पनि दिनुभयो नि तपाईहरु दुईजना भएर स्पेशली मलाई चाहिँ मैले क्रिएसन गरेको गीतहरू अथवा मैले अब शब्द सङ्गीत गरेको गीतहरू चाहिँ अलिकति न्याय दिएर गाउन सक्नुहुन्छ दिदीले होइन त्यही भएर मैले प्रायः सो अथवा मसँग काम गर्न चाहने के अरे कलाकारहरू मेरो आदरणीय अग्रज दाइहरू समकालीन साथीहरू सबैले अब यो गीत चाहिँ कसलाई गाउन दिने टाइपको त्यो टाइपको आउँदाखेरि सम्झना लामिछानेलाई नै दिनु भन्ने टाइपको भइरहेको छ त्यही भएर मैले दिदीलाई नै यसपालि समेटेको नयाँ गीत छ फेरि अर्को सम्झनाजीसँग हजुर यो फरक धारको गीत अलिकति हुन त मैले जति पनि गीतहरू गरिरहेको छु म अरू भन्दा अलिकति फरक टेस्ट नै दिउँ भन्ने हो मेरो चाहिँ सफल मान्छे त्यो जसले चाहिँ काम फरक तरिकाले गर्छ फरक काम गर्ने मान्छे सफल हुने होइन कि त्यही काम फरक तरिकाले गर्ने मान्छे सफल हुने होइन त्यो भएर सफलताको एउटा इन्डिकेटर थियो भनेपछि तपाईँको त्यो के अरे सम्झनाजीको र तपाईँको गीत हिट भएपछि अरू गीत पनि रेकर्ड गर्नु भएको छ हजुर अब आउने तयारीमा छ के छ एरेन्ज कम्पोज हजुर एरेन्ज भइसक्यो स्वर मात्रै भर्नु भएको छ त्यो बाहेक अरू अब एउटा शर्मिला गुरुङसँग अर्को सम्झना जीसँग अर्को मेरो पर्सनली एउटा एकल एल्बम मैले
सबै जति पनि गीतहरू गरिरहेको छु सबै डान्सिङ बिटको गीतहरू गरिरहेको छु अब चाहिँ अलिकति दुःख एल्बम एउटा दुःख परिवेशलाई समेटेर म आफैले कम्पोज गरेको गीत त्यो सोही गीत अब पर्सनल्ली मेरो व्यक्तिगत एल्बम दुःख एल्बमबाट आउँदैछ त्यो सोही गीत अब भनेपछि के त्यसको रेकर्ड एरेन्ज गरिसक्नु त्यसको अब एरेन्ज अब मैले दिइसकेको छु एरेन्ज चाहिँ आदरणीय दाई हुनुहुन्छ विनोद बाजारली दाई दाईलाई अब हाम्रो कुरा भइरहेको छ दाईले एरेन्ज गर्नुहुन्छ लगतै त्यसपछि रेकर्डिङ हुन्छ त्यो चाहिँ तपाईँको गीत यो चाहिँ एकल हो हजुर त्यसमा के दुःखको कुरा मात्रै छैन कस्तो दुःख हो त्यो राष्ट्रप्रेमको दुःख हो मायामा धोका पाएको दुःख हो अथवा मैले आर्थिक प्रगति गर्न सकिनँ भन्ने दुःख कस्तो खाले दुःख छ यो मलाई माया पिरती गीतहरू गाउन चाहिँ अलिकति एकदम अप्ठ्यारो लाग्छ त्यही भएर कोट्टाको कस्तो दुःख हो भनेर हजुर यो चाहिँ मैले अब पर्सनल्ली कतिपय समाजमा अब हुन त अब सुख दुःख अब त्यो मानिसमा त्यो हुनुपर्ने एउटा नियम नै हो जस्तो लाग्छ होइन मलाई चाहिँ तर कतिपय म आफूले भोगेको दुःखहरू कतिपय आफूले देखेको दुःखहरूलाई मैले समेटेर टपक्कै टिपेर बनाएको गीत समग्रमा अब सबैलाई समेटेर सबैको दुःख भनेपछि त्यो चाहिँ के माया प्रेम भन्दा बाहिर होइन बाहिर हजुर एकदम माया प्रेमको कुरा छैन त्यहाँ माया प्रेम त अब माया भनेको एउटा केटा र केटीलाई गर्ने मात्र माया हो भन्ने कुरा भएन हुन त हामी त्यो साँगुरो घेरामा गर्दाखेरि एउटी केटीले केटाले केटीलाई घोर्कायो धम्कायो भने चाहिँ माया प्रेम त्यसमा पनि बिछोडको कुरा गर्छौँ त्योभन्दा अलिक फरक छ हजुर यो एकदमै फरक अब के जुन शर्मिला गुरुङसँग तपाईँ सालैजो रेकर्ड गरिसक्यो भन्नुभएको छ नि हजुर त्यो सालैजो त एकदम टिपिकल गीत होइन संस्कार संस्कृतिभित्रको गीत हो क्या हजुर सालैजो टप्पाहरू है हजुर कौराहरू त हजुर एक अन्तर सुनाउनुहोस् न त्यो हुन्छ कि अब आज त हामीसँग छैन यो गीत बजाउन त सकेनौँ होइन हजुर तर कुराकानी गरिसकेपछि यो गीत चाहिँ तपाईँको मलाई चाहिँ कसले सुरु गर्छ केटाले कि केटी सालेजोमा चाहिँ केटीको पार्ट भन्ने हुँदैन किनकि केटी चाहिँ छोप्ने हो केटाले उठाउने तर केटीले चाहिँ टुक्का छोप्ने ल नि त ल एक टुक्का सुनाउँ त कसरी सुरु गर्नुभएको छ र अन्त्य कसरी गर्नुभएको छ त्यो पनि हामी सुन्छौँ ओके हुन्छ म एक टुक्का हुन्छ कुकामा कुका बाडुल्की लाउँदा सालैजो सम्झियो मन रुन्छ र हो माया सम्झियो मन रुन्छ र हितैको माया नौडाँडा पारी सालैजो कहिले भेट हुन्छ र मन परेको मायालु टाढा छ टाढा भैनी माया चाहिँ गाडा छ मन परेको मायालु टाढा छ टाढा भैनी माया चाहिँ गाडा टाढा भैनी माया चाहिँ गाडा छ यस्तो टाइपको छ यो चाहिँ शर्मिला गुरुङ र हिरा थापाले स्वर भर्नुभएको छ शर्मिला गुरुङ सामान्य गीत अथवा जस्तो पनि त्यस्तो गीतमा स्वर भर्ने मान्छे होइन शर्मिला गुरुङले गाइसकेको भनेपछि त्यसको फरक विशेषता र महत्त्व हुन्छ यस्तो महत्त्वपूर्ण गीत सिर्जना गरेकोमा हामीलाई बिच एफएम र कार्यक्रम प्रतिबन्धको तर्फबाट शुभेच्छा र शुभकामना छ गीत सफलताको लागि थ्याङ्क यू अब के अरे यहाँले सम्झनाजीसँग पनि अर्को एउटा गीत रेकर्ड गरेँ भन्नुभयो हजुर त्यो कस्तो गीत थियो त्यो अघिको जस्तो एकदम डान्सिङ अगाडिको जस्तो त्यो अलिकति फरक धारको छ पछिल्लो समयमा लोकसङ्गीत हाम्रो यो क्षेत्रमा अलिकति विकृति आइरहेको अवस्थामा मैले चाहिँ अलिकति टिपिकल नै गरिरहेको हुन्छु अलिकति फरक तरिकाले टिपिकल गीत किनकि मैले कहिले पनि म आएको धरातल बिर्सिनु हुँदैन म सुरुमा दोहोरी साजबाट एउटा दोहोरी गाएर एउटा लोकगायक बनेर एउटा लोकगीत गाएर आएको मान्छे मैले जति पनि गीतहरू गरिरहेको छु मैले सबै गीतमा एउटा लोक बेस समातेर गइरहेको हुन्छु अलिकति पृथक तरिकाले फरक टेस्ट दिउँ भन्ने तरिकाले त्यो गीत अलिकति फरक नै छ फरक छ है हजुर अब त्यो सम्झनाजीसँग तपाईँले जुन गीत गाउनु भयो र आज पपुलर छ त्यसले गर्दाखेरि मेरो विचारमा चाहिँ स्टेज चाहिँ हिमकुमारले स्टेज जति पाइराख्नु भएको छ मलाई चाहिँ त्यसको हकदार चाहिँ त्यही गीत हो जस्तो लाग्छ त्यो गीतको बारेमा अलिकति कुराकानी गरौँ न हजुर बल्ल तल्ल हजुर
हजुर एकदम म यो गीत अब हुन त मैले जति पनि गीतहरू गरिरहेको छु होइन मेरो सबै मैले गाएको गीतहरू सब मेरो आफ्नै क्रिएसन छ अनि मलाई चाहिँ सबै गीतहरू आफूले बनाउँदा पनि मलाई हुन त मलाई कतिपय गायकहरू होइन अलिकति सर्जक भन्न अलिकति हिचकिचाइरहेको अवस्था देखिरहेको हुन्छ मैले अग्रज दाइहरूको तर मलाई जति गाउन मजा लाग्छ नि एउटा राम्रो शब्द अथवा राम्रो गीत सिर्जना एउटा राम्रो गीत फुर्दा मलाई अत्यन्तै आनन्द लाग्छ क्या स्पेसल्ली गीत भनेको एउटा सर्जक भनेको बोट हो अनि गायकहरू भनेको फल हो जस्तो लाग्छ एउटा बोट के अरे हुर्केर नै अनि त्यसपछि फलाउने हो नि त त्यही भएर म आफै क्रिएसन गर्छु मलाई एकदम मजा लाग्छ जस अब यो बल्ल तल्ल गीत विशेष गरेर दर्शक श्रोताहरू अहिले 2 लाखभन्दा क्रस बढी दर्शक श्रोताहरू रुचाउनु भयो स्पेसल्ली हङकङ अनि युके जापानतिर एकदम बेसी चलिरहेको छ हाम्रो मगरसँग दाइले मलाई अत्यन्तै राम्रो प्रतिक्रिया दिइराख्नुहुन्छ अनि म जुन प्रोग्राममा जान्छु अनि बल्ल तल्ल गीत गाउनु पर्यो भनेर हजुर आइरहेको हुन्छ अनि हिमकुमार थापाको ब्रान्ड मानेको छ त्यो गीत हजुर एउटा मलाई एउटा हिमकुमार थापा भनेर 1 खुड्किलो माथि उठाउँ हजुर अब तपाईँ गायक यो गीतको सर्जक तपाईँ हजुर एक अन्तरा हामीलाई सुनाइदिनु हजुर ओके यो गीत त मलाई गाउन चाहिँ सुनाएन भने त मलाई मेरो श्रोता दर्शकले पनि गाली गर्नुहुन्छ कि किन हिमकुमारलाई यो गीत गाउन लागेको हजुर ओके म एक टुक्का सुनाउन चाहन्छु यो गीत हे नानी तिमी आके रहेछौ नक्कल पारी म गीत गाउँछु तिमी नाच भुइँको धुलो मारी हे बल्ल तल्ल भेट भएको दिन आउन माया नाचिदेऊ एकछिन बल्ल तल्ल भेट भएको दिन आउन माया नाचिदेऊ एकछिन आउन माया नाचिदेऊ एकछिन श्रोता आफन्त एकछिन नाचौँ न कि मलाई पनि साह्रै मनपर्ने तपाईँहरूलाई पनि उत्तिकै मन एउटा मिठो गीत त्यसपछि केही प्रचार सामग्रीपछि फेरि स्वागत छ यहाँलाई कार्यक्रम प्रतिभा मञ्चमा कार्यक्रम प्रतिभा मञ्च सामुदायिक रेडियो बिजा एफएम 101.6 मा हरेक हप्ताको शनिबार बिहान यसै समय प्रसारण हुन्छ फ्रिक्वेन्सी मोडुलेसनमा 101.6 का अलावा इन्टरनेट अनलाइनमा तपाईँ www.bizafm.org.np लगन गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ सुनिराख्नु भएको छ माया गरिराख्नु भएको छ हामीलाई प्रतिक्रिया दिइराख्नु भएको छ त्यही प्रतिक्रियाको कारण आज 10 11 12 वर्षदेखि कार्यक्रम प्रतिभा मञ्च निरन्तर चलिरहेको छ कि यस्ता जुझारु युवा सर्जक पाइरहेका छौँ र उहाँहरूलाई अझ स्थापित बनाउनु हाम्रो जिम्मेवारी हो कर्तव्य हो त्यसको लागि तपाईँले पनि निकै ठुलो भूमिका निर्वाह गरिराख्नु भएको छ यो भूमिकाको लागि यहाँहरूप्रति आभार प्रकट गर्दै आउनुहोस् फेरि कार्यक्रमतर्फ लाग्नु फेरि स्वागत छ यहाँ तपाईँजना हजुर धन्यवाद थ्याङ्क यू अब के म राजुसँग कुराकानी गर्छु आज पछिल्लो पटक यो स्टेज कार्यक्रमहरूमा पनि काठमाडौँ बाहिरका कलाकारलाई पनि अलिअलि महत्त्व दिन थालिएको छ है हजुर त्यो अलिकति महत्त्व दिन थालेको हो कि जस्तो पनि लाग्छ हुन त यस्तो छ अहिले अब भनौँ न अब हाम्रो कतिवटा गीत बजारमा आएर काठमाडौँमा बसेर गर्नेहरूको कतिवटा गीत बजारमा छ होइन अब काठमाडौँमा बस्नेको एउटा गीत भर्खर सुरु भएको छ नि ऊ चाहिँ यता आएर गाउँदा ऊ राष्ट्रिय कलाकार हुन्छ हामी अब भनौँ 7-8वटा गीत गरिसकेका मान्छे होइन यहाँ गयो भने हामी स्थानीय कलाकारमा परिन्छ क्या अब यो विडम्बना हामी जस्ता मान्छेले चिर्नुपर्छ कि कलाकार स्थानीय क्षेत्रीय जातीय राष्ट्रिय अन्तर्राष्ट्रिय भन्ने हुन्न कलाकारहरू सबै समान नवलपुरको दीपक खड्का चितवनको मिलन लामा यी राष्ट्रिय हुन् कि अन्तर्राष्ट्रिय हुन् कि अथवा हाम्रा के नगरपालिका स्तरका हुन् हो त्यो भएर कलाकार हो कलाकार हिम कलाकार राजु हो अथवा कलाकार मिलन लामा हो कलाकार दीपक खड्का हो होइन त यो तरिकाले हामी अगाडि बढ्नुपर्छ यो स्थानीय भन्ने कुरासँग मेरो कुनै योसँग मेरो ठुलो चाहिँ लडाइँ छ कि कलाकार स्थानीय हुँदैन सर्जक स्थानीय हुँदैन कवि स्थानीय हुँदैन त्यस्तो हुन्छ र हुँदैन यो कुरा त हामी चिर्न पनि जरुरी छ र आयोजकलाई तपाईँहरूले पनि भन्नुपर्छ म त बारम्बार भनिरहेको छु हामीलाई त्यो स्थानीयको पगडी नबिराउनु होला हामी चाहिँ कलाकार हौँ है भन्ने कुरा तपाईँले गर्नुभयो तर बिस्तारै पछिल्लो पटक म देख्छु कि कार्यक्रमहरूमा चाहिँ हामी जस्ता मफसलका मान्छेहरूलाई राजधानी नबस्ने मान्छेहरूलाई पनि अलिअलि प्राथमिकता दिन थालिएको छ अलिकति पहिलाभन्दा चाहिँ केही सुधारिएको छ तर यो हुन त यस्तो के बिग्रेको र सुध्रिन टाइम त लाग्छ नि बिग्रिन एकदम छिटो बिग्रिन्छ नि होइन तर सुध्रिन भनेको धेरै टाइम लाग्छ कि नराम्रो कुरा चाँडै फैलिन्छ राम्रो कुरा फैलिन समय लाग्छ तर बिस्तारै सुधारिन्छ भन्नेकोमा हामी आशावादी हुनु पर्यो र ढुक्क पनि हुनु पर्यो आत्मबल चाहिँ डह्रो हुनु पर्यो त्यसमा चाहिँ होइन अब स्टेज कार्यक्रम नहुने हो भने त कलाकारहरू कसरी भन्न सक्थे साह्रै गाह्रो पो हुन्थ्यो एउटा राम्रो बाटो चाहिँ भयो यो त्यो हो
स्टेज कार्यक्रमले नि जस केही हदसम्म सपोर्ट गरे हुन्छ होइन अब हुन त म त फेरि त्यति स्टेज प्रोग्राममा हिँड्न पनि भ्याउँदिनँ होइन अब भाइ त धेरै हिँड्नुहुन्छ होइन तर म पनि अब अफर आएको हुन्छ तर आएर पनि मैले कस्तो नि अब व्यस्तताले गर्दाखेरि अस्वीकार गरिरहेको पनि हुन्छु मैले धेरै अस्वीकार गरेँ मैले होइन तर कता कतै अब टाइम भ्याएकोसम्म चाहिँ म जान्छु नै गएर मैले आफूले जति सक्छु आफ्नो क्यापासिटीले जति भेट्यो होइन त्यो चाहिँ म दिन्छु नै तर सकभर म छुट्याउने प्रयास गर्दिनँ तर कहिलेकाहीँ अब बाध्यताले पर्छ। अब म हिमकुमारसँग कुरा गर्छु मलाई लाग्छ नवलपुरको सबभन्दा व्यस्त कलाकार कोही हो भने हिमकुमार थापा हो भनेर घोषणा गर्दा पनि फरक नपर्ने जस्तो अवस्था देखिन्छ त। यो त्यस्तो त पक्कै पनि होइन होला मभन्दा धेरै राम्रो कलाकार होइन होइन राष्ट्रिय काठमाडौँमा बसेर हिँड्नेहरू त भइहाल्नु हो तर जस्तो नवलपुरका विभिन्न कार्यक्रममा हिमकुमार थापा अक्सर छुटेको जस्तो लाग्दैन मलाई। हजुर जस अब यो आदरणीय आयोजकज्यूहरू होइन दर्शक श्रोताहरूले जस यो माया गरिदिनुहुन्छ त्यही अब यो माया चाहिँ मायालाई म के भन्छु भने के अरे उहाँहरूले माया त गर्नुभएको छ स्टेज दिनुभएको छ हजुर पैसा चाहिँ कति दिनुभएको छ कि पैसा सोधे कि हजुर अब आर्थिक पाटो त जेमा पनि चाहिन्छ होइन आउनुपर्छ यो एकदम यो स्वाभाविक कुरा हो। अब स्पेसली अब पछिल्लो समयमा मलाई चाहिँ अलिकति अब पहिला मेरो स्ट्रगल पिरियड जुन थियो त्यसपछि बिस्तारै बिस्तारै खुड्किलो पार गर्दै जाँदा अहिले चाहिँ अब जस आफूलाई चित्त बुझ्दो पारिश्रमिक पनि अब पाइरहेको छु अब स्टेज पनि पाइरहेको छु अहिले चाहिँ अब सजिलो छ भनौँ। भनेपछि यस्तै भयो भने त गाएर मजाले कमाउन सकिन्छ बाँच्न त टाढा कुरा हो। हजुर हो नि हजुरले अघि एकदम ठिक कुरा गर्नुभयो एउटा कलाकारलाई स्टेज प्रोग्राम बिना अलिकति गाह्रो छ किनभने अरू के अरे अन्य व्यवसाय गर्ने कलाकारहरूलाई अलिकति सजिलो पनि छ नै भने गीत गाएरै त्यो भरमा अथवा हामी एउटा म सर्जक म आफू गीत पनि लेख्ने गर्छु होइन कतिपय गीत बनाइरहेको हुन्छु पारिश्रमिक पनि लिइरहेको हुन्छु अब जस अब त्यो चल्ने माध्यम नै त्यो रहेछ। अब त्यो भएन भने त यदि त्यो हुँदैन थियो भने त हजुर हामी त कसरी बाँच्न सक्थ्यौँ र कसरी नयाँ सिर्जना गर्न सक्थ्यौँ। हजुर हजुर एकदम सही कुरा यो अब अहिलेको जमानामा पहिला जस्तो त्यो सिडी क्यासेट त्यो बिग्ने जमाना छैन अहिले नितान्त एउटा युट्युबको भरमा अब भ्युर्सको भरमा अब हामी चल्नुपर्छ कलाकारहरू स्पेसल्ली होइन अब कतिपय अब गीतहरू अब त्यत्तिकै राम्रो राम्रो गीतहरू कतिपय मरिरहेको अवस्था पनि छ अब कतिपय अब त्यति उत्कृष्ट गीत त्यति मलाई लाग्दैन कतिपय गीतहरू त्यस्तो गीतहरू भाइरल भइरहेको अवस्था पनि छ। त्यही भएर अब अहिले चाहिँ अब कलाकारलाई अब गीत सङ्गीतबाट बाँच्ने माध्यम भनेको एउटा अब स्टेज प्रोग्राम एकदम ठुलो एउटा बाटो हो कि ठुलो बाटो यदि क्षमता छ भने त्यसले स्टेज पाइरहेको छ भनेर भन्दा चाहिँ फरक नपर्ला है नि। हजुर त्यो अब राम्रो स्टेज प्रोग्राम पर्फर्मेन्स गर्ने अथवा राम्रो गीत चल्ने कलाकारहरू त सजिलो त्यही त मेहनत जसले गर्छ कि कोठामा बसेर मेहनत नगर्ने अर्काको ईर्ष्या गर्नेको त हामीले कुरै नगरौँ होइन त्यस्ता अल्छी लम्पटहरूको त केही कुरा भएन तर जसले साँच्चीकै के अरे गीत सिर्जना राम्रो सिर्जना गर्छ राम्रो स्वर छ र मेरो दर्शकले यो कुरा खोजेको भने यस्तो गीत दिनुपर्छ भन्ने कुराको आइडिया पनि लगाउँछ त्यस्ता मान्छेहरूलाई त खास गाह्रो अब चाहिँ बिस्तारै बिस्तारै हट्दो छ। हजुर सजिलो छ होइन कार्यक्रम त भइरहेछ नि त। हजुर कि फागुन चैतमा पनि मैले हिमको फेसबुक स्टाटस देखिरहेको छु आज फलान पुलिङमा कार्यक्रम छ फलान ठाउँमा कार्यक्रम छ यस्तो कार्यक्रम छ भनेको देखिरहेको हुन्छ त्यो मानेमा चाहिँ अब कि गायकी छोडेर जागिरै खानुपर्ने अवस्था पनि बिस्तारै कम हुँदै गएको हो। अब पहिला त्यो अवस्था रहेन भने अहिले चाहिँ अब त्यो अवस्थाबाट अलिकति टाढा नै भएको जस्तो लाग्छ अहिले चाहिँ अब त्यही त भनेपछि बिस्तारो अवस्था सुधार हुँदैछ। यो अवस्था सुधार भइसकेपछि सिर्जना गर्ने कुरामा अझै मेहनत गर्न चाहिँ कति उत्प्रेरणा मिल्छ। एकदम दाइ हुन त के अरे आफूले एक दुई गरेर अब सुरुमा पढ्ने बेलामा पनि कख 1 2 3 त्यसरी नै जानिने सुरुमा मेरो अत्यन्तै अहिले पनि म काँचो छु होइन मेरो बिस्तारै अब गीतहरू अब सुरुमा मैले अरूको गीतहरू सुन्ने गर्थेँ त्यसपछि यसरी बनाउनु पर्ने त्यो अहिले चाहिँ मलाई अलिकति अब बिस्तारै निखार त आइरहेको छ ममा होइन त्यही भएर अब जस अब राम्रो हुँदैछ यो क्षेत्र राम्रो हुँदैछ बिस्तारै निख्रिँदै पनि छु कि मेहनत गर्ने मान्छेले अर्को जागिर खोज्नु पर्ने जस्तो लगभग त्यो अवस्था हटिसकेको छ किनभने धेरै मान्छेले चिनेछन् पैसा पनि सँगसँगै भयो भने त बडो कायदा भयो। हजुर अब राजुसँग कुरा गर्छु राजु के छ नयाँ
प्रोजेक्ट के छन् अब यो गीत आयो यो गीत चाहिँ लामो समयपछि आयो मलाई चाहिँ यसको लेन्थी पनि लामो हुन्छ किनकि हामी दुईजनाको यो विषयमा 1 वर्ष अगाडि कुरा भएको थियो अब कुरा भएपछि आउँदैछ भन्ने कुरा भएको थियो बल्ल आइपुग्यो कि यस्ता गीतहरूको आयु चाहिँ लामो हुन्छ हो लामो भएको हुनाले जुगौँ बच्छन् तर एकैचोटि चाहिँ भयङ्कर भन्ने चाहिँ हुँदैन कहिलेकाहीँ केही एक्सेप्सनल केसमा यस्तो भयो केही गीतहरू चाहिँ भयङ्कर भयो त्यस्तै भयो अब यो पछाडि अथवा यो आइसकेपछि अथवा यो आउँदै गर्दा पनि अरू मेरो अब एउटा मैले के छ भने मेरो हुन त त्यो गीत मैले 2 वर्ष पहिले नै रेकर्ड त गरेको थिएँ 2 वर्ष अगाडि रेकर्ड गरेको थिएँ तर अहिले यो त्यस बेला गरेको लय र अब अहिलेको अवस्थामा अलिकति चेन्ज गर्नुपर्ने अवस्था भएको छ क्या लय चेन्ज गर्नु पर्यो त्यसलाई मैले लय चेन्ज गरिसकेँ अहिलेको यो समय अनुसार रिभोकलिङ गरियो रिभोकलिङ भइसकेको छैन त्यो गर्ने प्लानमा छु अब के भर्खर आएको छ बजारमा होइन भर्खर त्यही 8-10 दिन भएको छ तुरुन्तै पनि अर्को प्रोजेक्टमा हात हालिहाल्नु पनि फेरि सोच्नै पर्छ होइन जस अब यो गीत हेर्छु म केही समय हेरिसकेपछि अब त्यसको लागि म तयारी गर्छु भनेपछि त्यो 2 वर्ष अगाडि तपाईँले रेकर्ड गरेको गीत भर्खर बजारमा ल्याउनु भएको छ होइन त्यो अब फेरि त्यसलाई मोडिफाई गर्नु भएको छु अहिलेको समयमा लय चेन्ज गरेँ शब्द त्यही हुन्छ तर लय चाहिँ चेन्ज गरेँ लय चेन्ज भएपछि आवाज पनि चेन्ज हुने भइहाल्यो चेन्ज हुने भयो भनेपछि तपाईँकै आवाज अर्को कसको आवाज हो त्यो भाइ त्यो मेरो मात्रै हो नि एउटा लेडिज हुन्छ म मात्रै हो होइन को हुनुहुन्छ लेडिज अब पहिला चाहिँ यो तुलसी घरती भन्ने चाहिँ रेकर्ड गर्नु भएको छ उहाँले होइन हजुर यो अहिले जुन हाम्रो बिग्रे देशमा पनि उहाँको नि आवाज छ लेडिज भोकलमा होइन र त्यो चाहिँ मैले हजुर पहिला नै एकचोटि भनेको थिएँ जोबान साट्ने भन्ने गीत हो होइन त्यो गीत अब पहिला अलिकति भनौँ न पहिलाकै परिवेशको भाका थियो होइन मैले अलिकति मैले पछिल्लो समयमा आएका भाकाहरू छ नि त्यस्तै टाइपको अब त्यही भाका ठ्याक्कै जुदाउनु मिलेन त्यो त कपिराइटको अधिकारले समातिहाल्यो नि फेरि समातिहाल्यो तर मैले धेरै ठाउँ मैले सोधेँ होइन म फेरि मैले हजुर पहिलाका कुराकानी भन्छु नि मैले आफूले गराउँछु गराएपछि मैले म आफैसँग आफैले चाहिँ ओके गर्दिनँ म केही त्यस विषयमा चाहिँ अलिकति विज्ञ मान्छे भएर जान्छु गर्न सोच्छु कतै छोइन्छ छोइन भन्दाखेरि बल्ल उहाँसँग पास भएपछि बल्ल एरेन्ज गर्न जान्छु अनि जस अहिलेको भाका चाहिँ अहिले पछिल्लो समयमा आएको गीतहरूको दाँजोमा जाँचो लाग्छ त्यतिकैमा चाहिँ हुन्छ जस्तो लाग्छ त्योभन्दा तल चाहिँ खस्किनु जस्तो लाग्छ भनेपछि त्यसको तयारी छ तयारी छ त्यो बाहेक त अब एउटा छ अर्को फेरि जुन मैले फर्स्ट एल्बम गरेको थिएँ तिम्रो तस्विर भन्ने होइन त्यसको मैले तिम्रो तस्विर 2 बनाउने पनि मैले शब्द पनि मेरो रेडी भइसकेको छ र अब त्यसलाई लय अलिकति मोडिफाई गर्न खोजिरहेको छु लय पनि तर लय पनि रेडी त गरिसके हो तर कस्तो हुन्छ नि एकचोटि बनाएको लय अलिकति समय धकल्लेपछि त्यसलाई चेन्ज गर्नुपर्ने अवस्था आइदिन्छ कि अहिले यस्तो परिवर्तन भइरहेको छ नि बनाएँ होइन अब जस त्यो 2टा हो अनि त्यसपछि एउटा फेरि अब एउटा भनौँ न एउटा जातीय खालको गीत पनि आइपुगेको छ मेरो हातमा तर त्यो गीत कहिले हुन्छ थाहा छैन एउटा जुन मैले आकाश जुन भन्ने गीतको सहकारी गरेको साथीले जस उहाँ अब होम बगाएर हिँड्ने नत्र उहाँ चाहिँ एउटा कुमाल जातिभित्र पर्नुहुन्छ होइन उहाँ चाहिँ मैले एकचोटि कुरा गर्दाखेरि मेरो जातलाई समेटेको गीत छ भने मलाई शब्द पनि पठाउनु भएको थियो होइन मैले त्यो पनि हेरेँ गाउनको लागि हजुर मलाई भन्नु तर त्यो चाहिँ अहिले बिचमा फेरि अब कम्युनिकेसन पनि ग्याप भएको छ कुराकानी हुन पाएको छ त्यसमा अब अलिकति पेन्डिङ छ त्यो काम चाहिँ नि अहिले तत्कालीन समयको मेरो प्रोजेक्ट भनेको त्यही अघि तपाईँलाई भने 2 वर्ष अगाडि फेरि मोडिफाई गर्ने र अर्को चाहिँ त्यो तिम्रो तस्विर 2 बनाउने चाहिँ मेरो प्लान छ त्यो प्लानमा सफलता मिलोस् सफलता मात्र व्यावसायिक सफलता मिलोस् म चाहिँ सफलता भनेको धेरैले रुचाए तर व्यावसायिक रूपमा सफल भएन भने अब व्यावसायिक रूपमा सफल पनि हुनु जरुरी छ त्यही भएर व्यावसायिक रूपमा पनि सफलता मिलोस् दुवैजनाको समुज्जवल भविष्य समुज्जवल साङ्गीतिक भविष्यको शुभेच्छा शुभकामना कार्यक्रम प्रतिभा मन्त्र विजयको तर्फबाट छ हामीले केही सहयोग गर्नुपर्ने भएमा हामीलाई भन्नु होला हामी तपाईँहरूलाई सहयोग गर्न एकदम तयार छौँ हामी कार्यक्रम अन्तमा छौँ अब अन्तिममा दुवैजना नेपाली लोकगीत सङ्गीत क्षेत्रमा हुनुहुन्छ नेपाली लोकगीत सङ्गीत मन पराउनेहरूलाई हजुर यहाँहरूले अनुरोध गर्नुपर्ने कुरा केही छ मैले त अब सधैँ एउटै नारा हो एउटै बोली हो है मेरो सबभन्दा सर्वप्रथम त मैले विजय एफएममा हरेकचोटि मैले अहिले कतिचोटि गीत मैले बजारमा ल्याएँ प्रत्येकचोटि अब तपाईँसँग कुराकानी गर्ने मौका पाछु र तपाईँसँग कुराकानी गर्नको लागि मैले तपाईँसँग पनि कुराकानी गर्न पाएको छु र अर्को कुरा हाम्रो यहाँ हुनुहुन्छ मैले सम्झिनै पर्ने नाम राजेन्द्र श्रेष्ठ अनि त्यस्तै गरी गगन हुनुहुन्छ होइन अनि अन्य साथीहरू पनि हुनुहुन्छ हाम्रो तिलकजी हुनुभयो हाम्रो ठ्याक्कै यति गर्दाखेरि नाम अलिकति कन्फ्युज भएँ है हाम्रो विजय सबै साथीहरूसँग म जस नजिक छु जस्तो लाग्छ त्यही भएर म हरेक गीत आउँदा पहिलो प्रायोरिटी नै म विजय दिइरहेको हुन्छु र तपाईँ लगायत राजेन्द्रजी लगायत विजय एफएमको होल युनिटलाई म चाहिँ एकदम स्पेसली थ्याङ्क्स भन्न चाहन्छु होइन धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने हरेक गीत आउँदाखेरि मैले यहाँ माया पाइरहेको छु यो एफएमबाट तपाईँलाई हामीले गर्नुपर्ने के भन्दा चाहिँ तपाईँहरू गरिराख्नु भएको छ योभन्दा थप गर्नुपर्ने रहेछ भने भन्नु होला है थप त अब के गर्नु भने यही नै हो गर्ने होइन
यसमा जे होस् खुसी छु। आगामी दिनमा नि यस्तै साथ यस्तै सपोर्ट यस्तै माया पाइराखौँ विजय एफएमबाट। र अन्य कुरा भनेको हाम्रो मेरो देउता समानका दर्शक भगवानहरूलाई म के भन्न चाहन्छु भने मैले हरेकचोटि तपाईँलाई भनिराखेको छु नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस् र नेपाली कलाकारलाई माया गरिदिनुहोस् भन्न चाहन्छु। र अर्को कुरा हामीले यति बेलाको समय बिग्रियो देश नामक गीत सङ्ग्रह बजारमा ल्याएको छौँ। मैले सुरुवातमा पनि भने यस्ता यस्तै चिजलाई समेटेको छ। तपाईँले यदि सुन्नु भएको छ र यदि हेर्न पनि चाहनुहुन्छ, सुन्नु भएको पनि छैन भने यदि तपाईँ हेर्न सुन्न चाहनुहुन्छ भने युट्युबमा गएर हेर्न सक्नुहुनेछ। राजु श्रेष्ठको युट्युब च्यानलबाट, तपाईँको युट्युब च्यानलबाट छ, राजु श्रेष्ठको युट्युब च्यानलबाट छ। र यति बेला भने त्यो युट्युब च्यानल नाम श्रेष्ठ टिभी भएको छ। र केही समयपछि फेरि परिवर्तन भई राजु श्रेष्ठ नै हुनेछ। त्यसैले गर्दा राजु श्रेष्ठ सर्च गर्नुभयो भने तपाईँले भेटाउनुहुनेछ र तपाईँले हेर्न सक्नुहुनेछ। हेरिसकेपछि के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, अवश्य दिनु होला भन्न चाहन्छु। हिम अन्तिममा अनुरोध गर्नुपर्ने कुरा। हजुर, अब विशेष गरेर त समग्रमा नेपाली गीत सङ्गीतलाई माया गरिदिइराख्नु भएको छ सम्पूर्ण नेपाली जनहरूले होइन। अझै माया गरिदिनु होला। स्पेसली मैले अनि दाइले गाएको हाम्रो गीतहरू युट्युबतिर हेरेर प्रतिक्रिया दिनु होला। राम्रो लागे राम्रो, नराम्रो लागे नराम्रो। हजुरहरूको प्रतिक्रियाले नै हामी अगाडि बढ्ने हो। तपाईँहरूको आशीर्वादलाई शिरमा राखेर अगाडि बढ्ने हो। स्पेसली म अत्यन्तै धेरै पछिको भेटघाट मैले मेरो गीत सङ्गीतमा मैले नबिर्सिनुपर्ने एउटा बिर्सिनै नहुने मेरो एकदम महत्त्वपूर्ण नाम पूर्ण शर्मा, आदरणीय युवा समाजसेवी वरिष्ठ जर्नलिस्ट भन्न चाहन्छु म। आदरणीय मलाई अत्यन्तै सपोर्ट गर्नुहुन्छ। मेरो हरेक गीत सङ्गीतलाई निहाली राख्नुहुन्छ आदरणीय दाई पूर्ण शर्मा लगायत सम्पूर्ण विजय एफएमको होल युनिटलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। आज अत्यन्तै खुसी छु मेरो प्रिय दाई, लोकप्रिय कलाकार मेरो दाई राजश्रेष्ठ दाईसँग यसरी मलाई कता कता डर पनि लागिरहेको हुन्छ। तपाईँहरू एउटा मेरो म गुरु मान्छु होइन, अलिकति दाइहरूको अगाडि यसरी बोल्नमा त म डर पनि लागिरहेको हुन्छ। आज मैले जबरजस्ती बोल्न लगाएँ। ठिक छ कि यहाँको कुरा है। अब हामी अन्तिममा छौँ। यो बिग्रियो देश एक टुक्का एक अन्तरा भनौँ न, यहाँ गुनगुनाउँ सँगसँगै यो गीत हामी अनेर पनि गर्नेछौँ, सँगसँगै बिदा पनि हुनेछौँ। दाइको एक टुक्का मेरो एक टुक्का पालो पालो हुन्छ। सुरु गरौँ। हत्या हिंसा बलात्कारी मौलायो करायो, बुद्ध जन्मे देशमा शान्ति छैन न्याय हरायो। हुन्न यो पाराले हुन्न निकास, हुन्न यो पाराले हुन्न निकास। राम्रोलाई फालिन्छ आफ्नो मान्छे हालिन्छ, यस्तै गर्दा बिग्रियो देश छैन विकास, यस्तै गर्दा बिग्रियो देश छैन विकास, यस्तै गर्दा भएको छैन देशको विकास। बिग्रियो देश यो गीत एल्बम भनौँ अथवा एउटा मात्रै गीत, पछिल्लो पटक एउटा मात्रै गीतलाई हामी एल्बम भनिरहेको छौँ।